अहिले मैले भनिसकेँ मोमो अचार कसरी बनाउने भन्ने कुरा आज म सिकाउन गइरहेको छु। घुम्ने यो ठिक्क घुम्छ यो। वेलकम ब्याक माइ न्यू भिडियो। हुन्छ राम्रो छ, म पनि एकदम सन्चै आरामै छु। अनि धेरै दिनपछि होला भिडियो गरेर मुख पनि कस्तो भन्ने गाह्रो मानिरहेको। अनि अहिले चाहिँ म सेफ होइन नि, होइन सेफ होइन मतलब म रेस्टुरेन्टमा काम गरिरहेको छु होइन। रेस्टुरेन्टमा काम गरेर अनि अहिले चाहिँ एचएम लगभग एचएम मैले पढिरहेको छु कि एचएम पढ्नको लागि चाहिँ केही खर्च गर्नै पर्दैन। यहीँ काम गरेर होटलमा किचन हेल्परको काम गऱ्यो भने त अनि एचएम किन पढ्ने त, यहीँबाट पैसा पनि आउने रहेछ, काम पनि सिकिने रहेछ, जे पनि बनाउनु जुन डिस पनि बनाउनु आउने रहेछ। मैले पनि यहाँ आएर 8 डिस बनाउनु सिकिसकेको छु। अनि ठिकैसँग चाहिँ अहिले मैले मोमोको अचार बनाउँछु कि आज चाहिँ अनि मोमोको अचार भ्लगिङ स्टाइलमा गरेको छु, तर रेसिपी टाइपको भएको छ। अनि म यहाँ बसेर हजुरलाई पनि हेर्नु भएको छ, अहिले काम भएको छ घरमा मिठो मोमोको अचार बनाएर टक्कसँगले मोमो खानु चाहिँ एकदम बवाल गरी हेर्नु म त। अहिले मैले भनिसकेँ मोमो अचार कसरी बनाउने भन्ने कुरा आज म सिकाउन गइरहेको छु। भन्दाखेरि टक्कै यो हाम्रो टमाटर पिनट्सहरू प्याजहरू लसुन अदुवा सबै पकाएर राखिसकेको छ। अब चाहिँ हामीले यसलाई मिक्सरमा टक्कसँग बनाउनु पर्ने हुन्छ। यो चाहिँ मैले अघि सेलाउनको लागि छोडिदिएको थिएँ, अब यो चाहिँ टक्कसँगले मिक्सरमा फुक्ने। सो अब यसलाई यहाँ अफ गर्ने, तान्ने, मिक्सरलाई हाल्ने, यसमा गर्ने। धेरै हाल्नु हुँदैन, फेरि मिक्सरले पटाउँदैन। यो हाल्ने कोही पुस्दिने फेरि, अनि यो कभर लगाउने। फेरि फाइनली यहाँ सेटअप भइसकेको छ, मिक्सरमा हालिसकेका छौँ। अब यो चाहिँ ओभन साइज त चल्ने गर्ने होइन। यो चाहिँ अहिले अफ छ, यो गियर लगाउने। फेरि 1 2 3 यो भनेको धेरै स्पिड घुम्ने। यो ठिक्क घुम्छ, यो ठिक्कभन्दा अलिकति धेरै। अनि यो डेड ब्रेक यो चाहिँ हामीले अफ गर्नुपर्ने हुन्छ। यसलाई अन गर्ने, यहाँ चाहिँ हात राखिरहनुपर्छ कि यसरी, यो चाहिँ थिचिरहनुपर्छ नत्र रोक्छ। अबको केही दिएको छु मैले टक्क मोमो अचार चाहिँ यस्तो बनिसकेको छ बवाल गरी। मैले चाहिँ निकाल्नु पर्ने हुन्छ। मैले मतलब 3 गियर मतलब 3 को सबभन्दा फुल स्पिड। अब 2 मिनट फेरि सेकेन्ड लाइट पनि रेडी। त्यही छ बनाएको ल सेकेन्ड लाइट पनि मैले खाइसकेको छु। अब यसलाई चाहिँ सेलाउनु दिने रहेछ ट्याक्क, मेसिनलाई चाहिँ मैले दिनुपर्ने हुन्छ। सरी। अनि त्यहाँ चाहिँ मैले पहिले नै प्याजहरू पकाएर टमाटरहरूलाई पकाएर तरकारी जसरी भुटेर राखिसकेको थिएँ। अनि मलाई पछि याद आयो क्या भ्लगिङ पनि हुन्छ रेसिपी पनि हुन्छ भनेर पछि याद आयो। त्यो भएर मैले चाहिँ पछि गरेँ होइन। अलिकति छुटेको छ, हजुरहरूले कमेन्ट गर्नुभयो भने अझै मैले यो रेस्टुरेन्टको स्पेसल डिसको रेसिपी बनाउने छु, अनि कमेन्ट गर्नु